कार्यक्रमको औचित्य, यस कार्यक्रमको उद्देश्य औचित्यमाथि प्रकाश पार्दै आफ्नो यो संवाद कार्यक्रमलाई अगाडि बढाइदिनु हुन पञ्चेश्वर गाउँपालिकाका आदरणीय अध्यक्ष श्री गोरख बहादुर चन्द्रसाललाई म हार्दिक अनुरोध गर्छु। र यो 3 वर्षदेखि लगातार जो चलिरहेको छ यो कार्यक्रम, यसलाई निरन्तरता दिइरहेका छौँ। कार्यक्रमको उद्देश्य के हो भन्नु होला भनेपछि कार्यक्रमको उद्देश्य भनेको अब एउटा त त्यहाँ स्कुलमा जाने विद्यार्थीहरूका समस्याहरू बुझ्ने, विद्यार्थीहरूका कुरा सुन्ने, क्याम्पसमा पढ्ने विद्यार्थीहरूका कुरा सुन्ने, युवाहरूका कुरा सुन्ने, सरहरूका कुरा सुन्ने, विद्यालय व्यवस्थापन समितिका कुरा सुन्ने र हामी के गर्न सक्छौँ स्थानीय सरकारको तर्फबाट भन्ने कुरा हो। दोस्रो कुरा, हामीले अघि पछि पनि र विभिन्न विद्यालय व्यवस्थापन समितिको बैठकमा आउँदा, तपाईँहरूको अभिभावक भेलामा आउँदा, शिक्षक स्टाफ बैठकमा आउँदा, जहाँ पनि आउँदाखेरि हामीले एउटा चिन्ता जाहेर गर्ने गरेका छौँ। त्यो चिन्ता के हो भन्दाखेरि यो शिक्षाको गुणस्तर नेपाल सरकार र तीनवटै तहका सरकारहरूको ठुलो लगानी छ शिक्षामा, यो सार्वजनिक शिक्षामा, सामुदायिक विद्यालयहरूमा। तर सामुदायिक विद्यालयहरूको गुणस्तर जुन प्रकारले वृद्धि हुनुपर्ने हो त्यो वृद्धि भइरहेको हामी पाइरहेका छैनौँ। शिक्षाको गुणस्तर अझ पाउने भन्दा पनि अब अभिभावकहरू के भन्छन् भन्दाखेरि अभिभावकहरू अरू पनि भन्छन् शिक्षाको गुणस्तर दिन प्रतिदिन खस्किने अवस्थामा छ भन्छन्। त्यो कुरा के कुराले पनि प्रमाणित गर्छ भन्दाखेरि अब यो त हामी यो पञ्चेश्वर गाउँपालिका भनेको त दूरदराजमा छ, पञ्चेश्वर गाउँपालिका भनेको दूरदराजमा छ। यहाँ विकल्प छैन, बोर्डिङ स्कुलको विकल्प छैन, निजी स्कुलको विकल्प छैन। यदि विकल्प हुन्थ्यो भनेपछि धेरै जसो अभिभावकहरू आफ्ना बाबु नानीहरूलाई बोर्डिङ स्कुलमा निजी स्कुलमा पढाउँथ्यो होला। म के भनिरहेको थिएँ भनेपछि सरकारी विद्यालयहरू, सामुदायिक विद्यालयहरू अभिभावकको विद्यार्थीको रोजाइमा परेका छैनन् अथवा अभिभावक र विद्यार्थीको आकर्षण केन्द्र बन्न सकेका छैनन्। र अर्को कुरा, जति सरकारको लगानी छ सरकारी विद्यालयमा त्यति लगानी अनुसारको प्रतिफल पाउन सकेका छैनौँ। यो हाम्रो पनि चिन्ता र चासोको विषय भयो। हामी पनि यहाँका जनप्रतिनिधि, स्थानीय सरकार, हाम्रो पनि केही कर्तव्य हुन जान्छ र यो कर्तव्यको सिलसिलामा हामी विभिन्न विद्यालयमा पुग्छौँ र आज खुला माध्यमिक विद्यालयमा पुगेका छौँ तपाईँहरूको छलफल गर्नुको लागि। गत वर्ष पनि हामीले सुरुमा हेडसरहरूलाई बोलाएर त्यहाँ पालिकामा छलफल गऱ्यौँ। त्यसपछि दोस्रो राउन्डमा विद्यालय व्यवस्थापन समिति र शिक्षक विभागलाई बोलाएर छलफल गऱ्यौँ। चौथो राउन्डमा सम्पूर्ण सरलाई बोलाए जस्तो लाग्छ मलाई। र कसरी गुणस्तर खस्काउन सकिन्छ र कसरी सरकारी विद्यालयलाई अभिभावकको रोजाइ, विद्यार्थीको रोजाइ, आकर्षणको केन्द्रबिन्दु बनाउन सकिन्छ भन्ने कुरामा हामी लागि परेका छौँ। अब यो सबैसित किन छलफल चलाउँछौँ भन्दाखेरि अब सरहरूलाई भन्दाखेरि त हामीले पढाएकै छौँ, हामीले त पढाएकै हो। अब विद्यार्थीले पढेन भने हामीले के गर्ने भन्छौँ। अब विद्यार्थीसित भनेपछि हामीले पढेकै हो भन्छौँ। शिक्षाको उद्देश्य मेच भइरहेको छैन। जो राष्ट्रिय उद्देश्य छ, शिक्षाको उद्देश्य एकातिर छ, हाम्रो उत्पादन एकातिर छ। शिक्षा के हो भन्दाखेरि शिक्षाले के गर्छ भन्दाखेरि शिक्षाले भनेको व्यक्तिको समस्या समाधान गर्ने हो। जस्तै तिमीहरूले शिक्षित पढ्यो भने तिम्रो समस्या, व्यक्तिगत समस्याहरू पनि समाधान गर्ने हो। अनि समाजको आवश्यकता के हो त? हाम्रा समाजमा विद्यमान समस्याहरू के छ, समाजको आवश्यकता, त्यो आवश्यकतालाई फुलफिल गर्ने हो। र अनि त्यति मात्रै होइन कि त्यो समाजमा भएका समस्याहरू पनि समाधान गर्ने हो। अनि राष्ट्रिय आवश्यकता के हो त? हाम्रो राष्ट्रमा के समस्या छन्, हाम्रो राष्ट्रको आवश्यकता के हो, त्यो पुरा गर्ने भनेको शिक्षाले हो। त हाम्रो सन्दर्भमा के भइदियो भनेपछि न त्यो व्यक्तिको समस्या समाधान गरिदिएको छ शिक्षाले। कोरा मान्छे मलाई चाहिँ केही सिक्नु भएको मान्छे ब्याचलर पास गरिरहेको भन्छ अनि एउटा निवेदन लेख्न आउँदैन, अनि 10 पास 12 पास गरिरहेको भन्छ, वडा कार्यालयमा गएर एउटा सिफारिसको निवेदन लेखाउँदाखेरि त्यो हुँदैन, सिफारिस गरेको त्यो निवेदन लेख्न आउँदैन। हामीले कस्तो किसिमको शिक्षा प्रणाली मलाई चाहिँ दिनु खोजेको, कस्तो किसिमको भोलिको समाज कस्तो निर्माण हुने हो, भोलिको हाम्रो राष्ट्रको भविष्य कतातिर जाने हो, त्यो चिन्ताको विषय। हामीले त असल नैतिकवान, चरित्रवान, अनि त्यो आफ्ना कुराहरू राख्नु पाउने होइन, आफूभन्दा ठुला अभिवादन गर्ने, नमस्कार गर्ने, आफूभन्दा सानालाई माया गर्ने होइन, कुनै दिन दुखी असह्य अशक्त अपाङ्ग मान्छे भेटियो भने त्यसलाई सहयोग गर्ने मान्छे खोजेको हो नि शिक्षा प्रणाली। त केही खोज्या होइन। त्यसकारण हामी अरू केही गर्न आएका होइनौँ। विद्यार्थीहरूमा सकारात्मक सोचको विकास गराउनु, सरहरूमा सकारात्मक सोच हुनुपर्छ भन्ने कुरा हो। सकभर सकारात्मक सोचको
जागरण गरेर विद्यार्थीलाई पोजिटिभ बनाइदियो। पोजिटिभ हुनु जरुरी छ। त्यो त्यहाँको बराक ओबामाको जिन्दगी कहाँबाट मोडियो त? समुद्रको किनारमा खेल्न गएको बेलामा गोराहरू त्यहाँ कालाहरूको भेदभाव हुन्छ। उनीहरू तिमी कालाहरूमा हामीसित खेल्न सक्दैनौ भनेर उसलाई जिस्काउँदाखेरि ऊ रुँदै आफ्नो मम्मी कहाँ आयो। उनको मम्मीले तिमी नरौ, तिमीलाई म किताब बुक किनिदिन्छु भने, बुक पनि उस्तो यस्तो हो, तिमी खेल्न पाएन भने तिमी पढ्नु पाउँछौ भनेर बुक किनिदिए। के को बुक किनिदिए भन्दाखेरि अब्राहम लिङ्कनको जीवनी किनिदिए। अनि जब त्यो बराक ओबामाले सबभन्दा पहिला 10-12 वर्षको केटोले अब्राहम लिङ्कनको जीवनी पढ्यो, उसलाई पनि राष्ट्रपति बन्ने मन लाग्यो। अनि उसले आफ्नो मम्मीसित सोधे, मलाई म पनि अमेरिकाको राष्ट्रपति बन्न सक्छु त मम्मी? किन बन्न नसक्नु तिमीले? अनि त्यहाँ त्यो अब्राहम लिङ्कन दाउरेको छोरा गाउँबाट आएर यहाँ दाउरा बेचेर गुजरा गर्थ्यो। दाउरा बेचेर दाल चामल घरमा चाहिने सामान किन्थ्यो, बाँकी पैसाले किताब किन्थ्यो। अनि त्यो किताब पढेर औपचारिक शिक्षा एक क्लास पनि पढाएको छैन, अनौपचारिक शिक्षा पढेर अमेरिकाको राष्ट्रपति बन्ने छैन। तिमी किन बन्न सक्छौ? तिम्रो साथमा त म छु त, तिमी मम्मी छन्, तिमी आमा छन् तिम्रो साथमा भनेपछि राष्ट्रपति पर्खर वक्ता थियो, राष्ट्रपति बन्नुभयो। 2 कार्यकालसम्म अमेरिकाको राष्ट्रपति बन्नुभयो काला जातिबाट बराक ओबामा। प्रेरणा भनेको त्यस्तो, हौसला भनेको त्यस्तो हो। त्यस कारण मेरो सरहरू त के छ कि त्यस्तो प्रेरणाहरू जगाइदिनुहोस्, त्यस्तो हौसलाहरू दिनुहोस् विद्यार्थीहरूलाई, र त्यस्तो सपनाहरू जगाइदिनुहोस् विद्यार्थीहरूमा। त्यो सपना जगाउने, विद्यार्थीहरूमा सपना जगाउने, त्यस्तो प्रेरणा दिने, हौसला जगाउने, उत्प्रेरणा जगाउने, मोटिभेट गर्ने काम 2 ठाउँबाट मात्रै हुन सक्छ। कि विद्यालयबाट गुरुहरूले गर्न सक्छन्, कि चाहिँ घर परिवारबाट आमा बुवाले शिक्षित छन् भने आमा बुवाले गर्न सक्छन् त्यस्तो प्रेरणा दिने कुरा। यी विद्यार्थी भनेका सम्भावनाहरूका खानी हुन्, सम्भावना छ। भोलिका कर्णधार हामीले के भन्दाखेरि अस्ति हाम्रो सिडिओ साहब यहाँ आएको थियो, हामीले सिडिओ साहब सहित सडकका विद्यार्थीहरूसित अन्तर्क्रिया गरेका थियौँ। 34 वर्षको मान्छे कोही पद्याउँदै 33 वर्षको मान्छे सिडिओ भएर ऊ पनि फर्स्ट क्लास सिडिओ सहसचिव भएर आएको छ, पिएचडी गरिरहेको छ, 5वटा डिग्रीहरू रहेछ। भोलिका यहाँको हेड सर भनेका तिमी हो, भोलिको यी सरहरू भनेका तिमी हो, भोलिका गाउँपालिका अध्यक्ष उपाध्यक्ष भनेका तिमीहरू सबै तिमीहरू हो। तिमी डक्टर बन्न सक्छौ, इन्जिनियर बन्न सक्छौ, गायक बन्न सक्छौ। सम्भावनाको खानी छ, असम्भव कुरा केही छैन। तर त्यसको लागि के गर्नुपर्छ भन्दाखेरि प्रयास गर्नुपर्छ। विद्यार्थी भाइ बहिनीहरू प्रयास गर्नुपर्छ। प्रयास गरेपछि, मिहिनेत गरेपछि जे कुरा पनि सम्भव छ। यस्तै अस्ति सयवटा स्कुलमा गएँ, जबलपुर स्कुलमा गएँ। जबल स्कुल पढ्दा एकजना नानी भेटिन् त्यहाँ। प्रत्येक स्कुलमा एकजना नानी समथिङ के कोली भन्ने मान्छे, त्यसले अगाडि सोधेँ मैले तिमीले के बन्ने चाहना छ? त्यसले राम्रो कुरा राख्यौँ। राम्रो कुरा राखेपछि हामीले अगाडि उभ्याएर त तिम्रो के बन्ने चाहना छ भने डक्टर बन्ने चाहना छ सर, तर मेरो बुवा छैन, आमा पनि गरिब छन्, कसरी बन्ने भन्ने कुरा गरेँ। हो, डक्टर बन्ने हो भनेपछि नानी आइएससी पढ्नुपर्छ। डक्टर बन्ने हो भने आइएससी पढ्नुपर्छ। तिमी यहाँ 10मा राम्रो मार्क्स ल्यायो भने तिमीलाई पुलावमा म फ्री आइएससी पढाइदिन्छु भनेको छ। पुलावमा फ्री आइएससी पढाइदिन्छु, पुलावमा पढ्छौ भने। यदि साइलेकमा पढ्छौ भनेपछि साइलेकमा तिमी तिमीलाई हस्टेलमा फ्री, अनि 5000 मन्थली महिनाको पैसा पनि, अनि कापी किताब सबै 2 वर्षसम्म तिमीलाई हामी हस्टेलमा राखेर पढाउन सक्छौँ। र त्यो आइएससी पढेर तिमीले राम्रो मार्क्स ल्यायो र अनि इन्ट्रान्स हुन्छ, त्यो इन्ट्रान्समा तिमी सहभागी भयो भनेपछि तिमी डक्टर बन्न सक्छौ। त्यो सम्भव छ, त्यो 90% सम्भव छ। ल मैले भने किनभने उता दलित उसबाट कोटा आउँछ नि, 90% कुरा सम्भव छ। तर कता एउटा गाउँमा लुकेर बसेकी छ नि, त्यो त सडकको स्कुलको त्यस्तो भिडमा लुकेर बसेकी छ नि एउटा प्रतिभा हो। हामी सरहरूले त्यस्तै प्रतिभाहरूको खोजी गर्ने हो, प्रतिभाहरू खोजी गरेर प्रस्फुट गर्ने, त्यसमा फोकस गरिदिने। हामी पढाउनमा अहिले जोर गर्दैनौँ, तपाईँहरू त कहिलेकाहीँ गरे पनि धेरै जोर गर्दैनौँ। सिक्ने कुरा त विद्यार्थीहरू अहिले सिक्ने अरू माध्यम पनि छन्, अरू माध्यम छन्। अहिले पछिल्लो चरणमा तपाईँहरूको नेट, इन्टरनेट, अहिले त एआई हो। त्यसरी मोटिभेट गर्ने, सपना जगाउने र सकारात्मक बनाइदिने, सकारात्मक बन्नुपर्छ। त्यसको लागि सफल मान्छे बन्नुको लागि के बन्नु पर्यो? सकारात्मक बन्नु पऱ्यो कि परेन? सकारात्मक बन्नु पऱ्यो कि परेन? सकारात्मक पोजिटिभ एटिच्युड हुनु पऱ्यो पहिला, पोजिटिभ एटिच्युड। गत वर्ष महाकाली जाँदै थिएँ, हाम्रो गाडी बिग्रेर माथि छोडेर गयौँ। 2जना केटाहरू कुरा गर्दै बल्ल मजा आयो, अब यो यिनीहरू पनि हिँडेर गयो भनेर। हो, गाडीमा चढ्ने मान्छेदेखि रिस गर्ने हो त। भोलि म पनि गाडी चढ्ने मान्छे हुन्छु, म पनि मेहनत गर्छु, प्रयास गर्छु, यो ठाउँमा पुग्छु र म पनि गाडी चढ्ने मान्छे हुन्छु, म पनि एउटा राम्रो घर बनाउँछु, म पनि मेरो छोराछोरीलाई राम्रो स्कुल पढाउँछु भनेर राम्रो कुराको अनुकरण गर्ने कि नराम्रो कुराको? एउटा बिएड पढ्दै गरेको नानीको घरका मान्छेहरूको पनि चेत अलिक फरक हुनु पऱ्यो।
इन्टर पढ्दै गरेको अहिलेको प्रत्येक घरमा इन्टर पढेका छन् होइन, बिएडमा पढ्दै गरेका छन्। कुरा उही पुरानै छ, फेरि परम्परा नै छ घरमा फेरि जाने भनेपछि। यी यस्तै कुराहरू भने मैले कति कुराहरू भने म अब गर्छु। सुरुमा मैले भने सफल र असल मान्छे हुनुको लागि मैले धेरै उदाहरण पनि दिएँ। नम्बर 1 के रहेछ भन्दाखेरि सकारात्मक सोच राख्नु जरुरी छ। हो, घरबाट हामी बाहिर निक्ल्यौँ भनेपछि नकारात्मक सोचका मान्छे पनि भेटिन्छन्, यति भन्दा हुँदैन। नराम्रो क्रियाकलाप गर्दै गरेका मान्छे पनि भेटिन्छन्। हामीले कस्ता मान्छेको अनुकरण गर्ने हो, राम्रो अनुकरण गर्ने, हामीले सकारात्मक सोच राख्ने हो। नम्बर 2 मा अनुशासन भने नम्बर 3 मा के भने मेहनत गर्नुपर्छ, प्रयास गर्नुपर्छ भने। नम्बर 4 मा लगनशील भने एकैचोटि मेहनत गरे हुँदैन, हामीले लक्ष्य उद्देश्य ठुलो बोक्यौँ त्यस अनुसारको मेहनत एकचोटि गरे हुँदैन, त्यसलाई निरन्तरता दिनुपर्छ। त्यो निरन्तरतालाई के भन्छौँ, कन्टिन्युटी भन्छौँ, त्यसलाई लगनशीलता पनि भन्छौँ। लगनशील हुनु पऱ्यो, विद्यार्थी कस्तो हुनु पऱ्यो, लगनशील हुनु पऱ्यो, हार्डवर्क गर्नु पऱ्यो, लगनशील हुनु पऱ्यो, मेहनती हुनु पऱ्यो भनेर भन्यो मैले। अनि त्यसपछि यो भाग्यमा होइन कर्ममा विश्वास गर्ने हुनु पऱ्यो। भाग्यमा होइन केमा विश्वास गर्नु पऱ्यो, कर्ममा विश्वास गर्नु पऱ्यो, भाग्यमा होइन। बिहान त्यो राशिफल हेर्ने होइन। चाइनाका 1 खरब मान्छे 1 अरब मान्छेको कुनै राशि छैन, कुनै तिनीहरूको ग्रह छैन, त्यहाँका मान्छेहरूको चिटा छैन। चाइनाका मान्छेहरू, इन्डिया र थोरै इन्डियाका मान्छेहरूको चिटा होला, हामी नेपालीहरूको चिटा होला होइन। त्यो बाहुनहरूले कोर्ने होइन, बाहुनहरूले कोर्ने भए त सबभन्दा पहिला आफ्नो कोर्थे होइन शशि सर। त्यो एउटा हाम्रो यहाँको परम्परा मात्रै हो। हाम्रो समाजभित्र थुप्रै कुरीति अन्धविश्वासहरू पनि छन्, यहाँ सुन नि। कस्तो अन्धविश्वास छन् भन्दाखेरि तल महाकालीको कुरा गरे। हिजो चक्कररामलाई पनि भनेर आयो, चक्करराम भन्ने टिचर छ, त्यसको बुवा पगौली छ। यहाँ स्कुलमा 100 रुपियाँ शुल्क लगायो भनेपछि जुलुस लिएर आउँछन्। यो स्कुलमा तपाईँ 100 रुपियाँ शुल्क लगाएर देख्नुहोस्, भोलिपल्ट जुलुस लिएर आउँछ नि आउँदैन? तपाईँ साइड हेडसरले भुक्दै आएको कुरा हो। तर गाउँमा एउटा धामी बगौलीले ल 5000 जम्मा गर, हरिद्वार जानु छ भनेपछि गडा बेचेर बाख्रो बेचेर पाठो बेचेर 5000। तल बगौलीले महाकालीको बगौलीले के लगाउँछन्, यो के लगाउँछन्, जागर लगाउँछन्। ल प्रत्येक परिवार 5000 जम्मा गर भनेपछि सब अर्को दिन 5000 जम्मा गर्ने। ल यो स्कुलमा एउटा नयाँ कुरा, मतलब यो कम्प्युटर बिग्रिया छन्, यो साइन्स ल्याब बिग्रिया छ, यसले पुस्तक किन्नुपर्ने, थोरै 10-20 रुपियाँ शुल्क लगाऊ। बिल्कुल त्यो त लगाउनु मिल्दैन, जिन्दाबाद मुर्दाबाद। लगाएपछि ढुङ्गा मुढा हेर्छलाई कहाँ कुन बजारमा दारू खाएर समाउँछ नि, के गर्छन्, कसरी शुल्क लगाएछ। अझ अरू नबुझ्ने मान्छे विद्यालय व्यवस्थापन समितिको अध्यक्ष आउँछ फेरि रजिस्टर लिएर, मलाई चाहिँ कहाँ छ यो, कुन दिनमा निर्णय गरेँ मैले। हाम्रो स्कुलले सफल मान्छे बनाउने हो, सफल मान्छे असल मान्छे बनाउने ठाउँ भनेको विद्यालय हो, हाम्रो घर परिवार हो। हामी थोरै हामी जनप्रतिनिधि हुने कर्तव्य हो, त्यो कर्तव्य निभाउनु, यो तपाईँहरूको अधिकार, तपाईँहरूको कर्तव्यप्रति सजग गराउनु, तपाईँलाई जगाउनु यहाँ आएका हुन्। मैले धेरै त बोलेँ, धेरै बोल्छु कि जस्तो लाग्यो मलाई। अनि त्यसपछि हामी विद्यार्थीलाई पनि सोध्छौँ, थोरै तपाईँको कुरा पनि सुन्छौँ है। फेरि हामीले धेरै कुरा सुनायौँ, यो मोटिभेसन क्लास हो है। ल यति बोले, सबैलाई धन्यवाद दिएँ। हाम्रो क्याम्पसमा धेरैवटा कमी कमजोरीहरू छन्। कमी कमजोरी भन्दा पनि त्यो शैक्षिक सामग्रीदेखि लिएर कक्षा कोठामा बोर्डको व्यवस्थादेखि लिएर होइन, त्यो अब सामान्य एउटा एटलिस्ट त्यो के अरे डस्टर पनि छैन कि अब भन्दाखेरि। स्कलरसिप छैन, फर्महरू फर्म भरेको प्रत्येक वर्ष स्कलरसिपको लागि फर्म हुन्छ, त्यो भएको भरेको रिजल्ट आएको छैन। अनि त्यही हो, अब स्कुलमाको कुरा त मलाई थाहा भएन, स्कुलमा विद्यार्थीहरूलाई थाहा होला। अनि क्याम्पसमा त्यस्तै छ भने अरू मेरो एउटा कति मिनट पढाइ हुन्छ त्यो क्याम्पसमा, कति मिनट पढाउँछ? पढाइ त हुन्छ, आधा घन्टा हुन्छ, कहिले हुन्न कहिले सरहरू हुन्न। म के भन्न चाहन्छु भने हजुरले भन्नुभयो विभिन्न विद्यार्थीहरूमा सृजनात्मक होइन त्यो प्रतिभा प्रस्फुटन गर्ने हुन्छन् कसैमा पनि। अब त्यो अब सुरुमा हुन्थ्यो यस्ता पालिका स्तरीय वक्तृत्व कला प्रतियोगिताहरू, हाजिर लेबा प्रतियोगिताहरू होइन, तपाईँको पनि पछिल्लो कार्यकालमा होला। अब यो कार्यकालमा भएको छैन त्यस्तो, अहिलेसम्म मैले देखेको छैन। अब त्यो विद्यार्थी लेभलसम्म मात्र नभएर अन्य बाहिरका व्यक्तिहरूले पनि त्यसमा समावेश हुन पाउनुपर्छ भन्ने मेरो मान्यता हो। म यहाँ क्लास 9 देखि कम्प्युटर इन्जिनियरिङ अध्ययन गरिरहेको छु र हाम्रो क्लासमा 12
हाम्रो क्लासमा कक्षा 12 हाम्रो क्लासमा न कम्प्युटर छ, कम्प्युटर पनि धेरै बिग्रेका छ। यसलेमा धेरै कमी छन्, त सिपियुहरू बिग्रेका छन्, तिनीहरूको व्यवस्थापन गरेको छैन। अनि हाम्रो पढ्ने क्लासमा न स्मार्ट बोर्डको कमी छ। पहिले स्कुलमा गएर डुङ्ग्रीखानमा गएर यस्तो भन्छन् स्मार्ट बोर्डको यस्तो व्यवस्था हुन्छ, छात्रवृत्तिको व्यवस्था हुन्छ यस्तो, तर यहाँ केही छैन अहिलेसम्म। त्यसैले सरहरू पढाउँछन्, हामी पनि पढ्छौँ, त्यसमा केही कमी कमजोरी छैन। तर शैक्षिक सामग्रीहरू केही छैनन् यहाँ। खेलकुदको पनि त्यस्तै छ, लाइब्रेरीको पनि त्यस्तै छ, केही छैन लाइब्रेरीमा पनि। अथवा क्याम्पसमा पढ्ने नानीहरूले आफ्नो कुरा राख्न सकेन भनेपछि त्यो घरमा सामान्य मान्छे महिलाले आफ्नो कुरा राख्न सक्ला? त्यो बेला त आफ्नो कुरा मजाले वडा कार्यालयमा राख्नु पाउने, अनि त्यहाँ अस्पतालमा राख्नु पाउने, प्रहरी चौकमा राख्नु पाउने, गाउँपालिकामा मजाले त्यो भाइले राख्यो, त्यसले आफ्नो कुरा राख्नु पाउने। यहाँ भाइले यहाँ कुरा राख्यो नि, त्यो कुरा यहाँ मात्रै राख्ने, तिमीले तिमी त कुरा पनि जान्छ, बेला बेला मलाई भेट्ने पालिकामा पनि राख्न सकिन्छ। कतिजना क्याम्पसका विद्यार्थीहरूले डेलिगेसन गरेर गाउँपालिकामा लग्छन्, गाउँपालिकामा क्याम्पसमा यस्तो भ्रमण गराइदिनु पऱ्यो। अहिले पनि गराउनुहुन्छ नि 5 लाखको, अहिले पनि त्यो भ्रमण बाँकी छ। हामी पूर्वसम्म घुम्न जान्छौँ भ्रमण भने 5 लाखको अहिले पनि दिन्छ, त्यो भ्रमणको पैसा बाँकी छ। कतिजना एउटा प्रस्ताव एकैचोटि लोकसेवाको प्रस्ताव यहाँ एकचोटि गऱ्यो, त्यस वर्ष पनि लोकसेवाको पैसा दिन्छ। किन सञ्चालन भयो मलाई थाहा भएन। त्यो गाउँपालिकाबाट 10 लाख रुपियाँ आउँछ प्रत्येक वर्ष। 10 लाख रुपियाँ क्याम्पसमा पठाउने गरेर त्यही 20 लाखले क्याम्पस चल्यो जस्तो लाग्छ फ्री होइन। अब पैसा अरू कुरा पनि अब खास गरेर अब सरहरूको कुरा सुरुको उठ्दै नै हुन्छ। अब हामीले चाहिँ के भनेको छौँ, अब कस्तो गाह्रो छ कि यो राजनीतिमा पनि, जस्तो यो महिला दलितको पैसा क्याम्पसमै हालिदिने, महिला दलितबाट सुरु लिने भन्ने कुरा पनि गरिरहेको छ। सुरु लिने गरिरहेको छ, महिला दलितको पैसा यहाँ क्याम्पसमा हालिदिने, अलिअलि महिला दलितको पैसा पनि क्याम्पसमै हालिदिने। वडाबाट पनि एक वर्ष वडा अध्यक्षलाई पनि पलाएर सफल गर्यो, तपाईँको वडाबाट 1-2 लाख रुपियाँ हालिदिनुहोस्, तपाईँको वडाबाट पढ्ने विद्यार्थीलाई कुनै सुरु लाग्दैन भन्ने कुरा पनि गरिरहेको छ। किनभने हाम्रो प्रायोरिटीमा फेरि भन्नु होला, हाम्रो प्रायोरिटीमा पढ्ने भनेको महिला केटीहरू नै हो, केटी र दलित राज्यको प्रायोरिटीमा पर्छ। शिक्षा भनेको यहाँ त सरले कक्षा कोठामा पढाउने, पाठ्यक्रम गर्ने, सरले पढाउने, पढाएपछि परीक्षा दिने, सर्टिफिकेट लिने, नोकरी खानेसम्म मात्रै सीमित होइन। शिक्षा भनेको जीवन परिवर्तनको कुरा पनि हो, जीवन बदल्ने कुरा पनि हो। शिक्षा भनेको जीवन बदल्ने कुरा हो, व्यवहार परिवर्तनको कुरा पनि हो। तर अहिले हेबिट परिवर्तन गर्छौँ, बानी व्यवहारको, अनि बानी बदलिन, व्यवहार बदलिन, उसको जीवनमा कुनै परिवर्तन आएन, उसको जीवनमा भएका कुराहरू समस्या समाधान भएन, उसको परिवारको कुराहरू, समाजका कुराहरू, आवश्यकता कुराहरू पुरै भएन, त्यसलाई मात्रै हामी शिक्षा भन्दैनौँ। 10 लाखको प्रस्ताव खुलाएको छ, त्यो 10 लाखको चुनाव विद्यालयलाई हामीले भनेर जान्छौँ के त्यस्तो प्रविधि प्राविधिक कठिनाइ आयो भने होइन। त्यो 10 लाख रुपियाँबाट त्यो तपाईँको कम्प्युटर कम्प्युटर साइन्स ल्याब के छ त्यो सबै मर्मत गर्नुपर्छ। र यहाँ सुन्नु भोलि गुनासो आउँछु, एउटा गुनासो के छ कि विद्यार्थीहरूलाई आइटी पढ्ने विद्यार्थीहरूको गुनासो कम्प्युटर इन्जिनियरिङ त पर्छ तर प्र्याक्टिस बहुत कम हुन्छ भन्ने कुरा आएको छ। म 10 लाख हाल्ने घोषणा गरेर गएँ, त्यो 2-3 तर त्यो केही फेरि पैसा हाल्ने। डुवर खानमा पनि तपाईँले भाइले भन्नुभयो नि, त्यो स्मार्ट पनि डुवर खानमा हामीले 60 लाखको कम्प्युटर, 60 लाखको साइन्स ल्याब, 60 लाखको पुस्तकालय हाल्यौँ। पुस्तकालयमा जाँदै गर्दाखेरि त्यहाँ 100 पुस्तक पनि भेटिएन। अनि त्यो मात्रै होइन, फेरि त्यो 60 लाख 70, 18, 20 लाख गयो। त्यसपछि 10 लाखको कम्प्युटरको लागि फेरि हाल्यो, त्यहाँ प्रदेशबाट पैसा आयो डुवर खानमा। जुन यो आज पालिकाले यो विद्यार्थी भाइ बहिनीहरूसित जुन संवादको कार्यक्रम राखेको छ, यो कार्यक्रम अध्यक्षज्यूले पहिले पनि चलाउनु भएको हो। विगत 2-3 वर्षदेखि यो कार्यक्रम चल्दै आइरहेको छ र यो कार्यक्रम चल्दै गर्दा यसबाट केही सकारात्मक प्रभावहरू चाहिँ हामीले देख्न र भोग्न पाएका छौँ। विद्यार्थी भाइ बहिनीहरूमा सकारात्मक प्रभाव चाहिँ परेको हामीले पक्कै पनि देखेका छौँ। हाम्रो आदरणीय सरले भनिसक्नु भएको छ, उहाँ यसै विद्यालयको प्रधानाध्यापक पदमा रहेर लामो समयसम्म जुन अविस्मरणीय योगदान गरेर जानु भएको थियो, त्यसैको फलस्वरूप आज हामी यहाँ हजुरहरूको विद्यार्थी भाइहरू सबैको सामने आज जुन यो अवसर मिलेको छ हामीलाई, यो उहाँकै दिन हो।
प्रेरणाको कुरा गर्नु भएको छ। म सामान्य कुरा भन्न चाहन्छु। म उहाँकै विद्यार्थी हुँ र हामी 11-12 मा पढ्दै गर्दा 10 कक्षा हामीले फर्स्ट डिभिजन पास गरेको हो। 3 जना साथीहरू हामी फर्स्ट डिभिजन पास भएका थियौँ। म गरिब परिवारको मान्छे, म आफैबाट सुरु गर्न चाहन्छु। दलित परिवारको, गरिब परिवारको बुवाले चाहिँ इन्डियामा चाहिँ तपाईको हिमाचल प्रदेश कहाँ गएर ढुङ्गा त्यो गिट्टी फोडेर त्यहाँबाट चाहिँ केही पैसा कमाएर चाहिँ बुवाको चाहिँ सोच चाहिँ राम्रो थियो कि फेरि हामी यहाँ पुग्नुमा बुवाको ठुलो हात छ। बुवा आमा उहाँ चाहिँ के भन्नुहुन्थ्यो भन्दाखेरि हामीलाई पढ्नुपर्छ, लेख्नुपर्छ, हामीले पढ्नु पाएनौँ, इन्डिया जानु परेको छ, तपाईँहरू पढ्नुहोस् र अहिले यहाँ पुगेका छौँ। अहिले जो व्यवस्था छ त्यो व्यवस्था त्यति बेला थिएन, त्यो व्यवस्था केही पनि थिएन र म कक्षा 10 मा यहाँ सरले भनिसक्नु भएको छ त्यति बेला द्वन्द्वकाल थियो। म पनि विस्तारित भएर इन्डियातिर गइसकेको मान्छे। त्यहाँ लामो समय मैले लगभग लामो भन्दा पनि 3-4 महिना जति चाहिँ त्यहाँ मैले अब होटेलमा चाहिँ काम गर्नु पर्यो। त्यहाँ गइसकेपछि मलाई बल्ल थाहा भयो के गर्नुपर्छ के गर्नु पर्दो रहेछ हामीले पढाइ। र त्यति बेला यहाँ एउटा सामान्य मोबाइल फोनहरू त केही थिएन, यो सिडिएमएस सेटहरू एउटा मात्र 40-50 रुपियाँ एक कलको तिर्नु पर्थ्यो। अध्यक्षज्यूले मलाई आफ्नै फोनको त्यहाँबाट प्रयोग गरेर मलाई त्यहाँबाट बोलाएर ल आउनुपर्छ, तपाईँ चाहिँ केही बोल्न सक्नुहुन्छ भनेर जुन प्रेरित गरेर यहाँ पुगाएर अहिले आफ्नै ठाउँमा चाहिँ मलाई यहाँ पुर्याउनुमा उहाँको ठुलो योगदान छ। यो चाहिँ म भन्न त मान्छेको जीवन कहाँबाट कसरी परिवर्तन हुन्छ भन्ने कुरा चाहिँ हामी कसैलाई थाहा हुँदैन। कसैको एउटा शब्दले एउटा प्रेरणाले मान्छेको जीवन परिवर्तन हुन सक्दो रहेछ भन्ने कुराको एउटा सफल उदाहरण हामी हो। हाम्रा थुप्रै साथीहरू छन् यहाँ, चन्द्रमोहन सरदेखि लिएर त्यति बेलाको ब्याच कोही पनि खाली छैन। तसर्थ यो लामो समयमा जुन तपाईँ त्यो पट्यार लाग्यो होला, तर त्यो पट्यार ठुलो कुरा होइन। जुन सरले प्रेरणा दिएर जानुभयो, बार हामीलाई घचघच्याउनुहुन्छ, गाली गर्नुहुन्छ। गाली गर्नु कुनै अपराध होइन, गालीबाट पनि मान्छे अगाडि बढ्छ, त्यो आशीर्वाद हो हाम्रो लागि। जो मान्छे हामीलाई सबैभन्दा बढी नजिक माया गर्छ त्यही मान्छेले सबैभन्दा बढी गाली गर्छ, घचघच्याउँछ, कराउँछ भन्ने चाहिँ हामीलाई लाग्छ। अनि यो हामीले फागुन चैतको महिना मड स्कुलमा गयौँ, अनि डुम्रीखान गयौँ, अनि देवथला पनि गएका थियौँ। त्यहाँ पनि मैले मेरै मौखिक भाषामा म यहीँको मान्छे, तपाईँहरू पढ, हाम्रो दिन यदि यस्तो शिक्षा हुन्थ्यो भनेपछि मैले नै स्वयं टाढा गएर बिआइटी पढेर आएको। त्यही बिआइटीमा राखेको कुरा कक्षा बिआइटी भन्दा पनि राम्रो कुरा कक्षा 9 देखि 12 कम्प्युटरका विषयहरू यहाँ छन्। मलाई लाग्दछ हामी हिजो पनि कुनै गर्न धार्दै थियौँ। हाम्रो अध्यक्षज्यू स्वयं हाम्रो शिक्षक हुनुहुन्थ्यो, गुरु हुनुहुन्थ्यो, उहाँ हामीलाई शिक्षा दिनुहुन्थ्यो, पढाउनुहुन्थ्यो। 9-10 अर्थशास्त्रका कुराहरू, सामाजिकका कुराहरू, यस्तै नैतिकताका कुराहरू हामीलाई पढाउनुहुन्थ्यो। कक्षामा हामी रमाउँदै सिक्थ्यौँ पनि, संवाद पनि गर्थ्यौँ। तर मलाई यता कता लाग्छ हामी त्यति असल कर्णधार बन्न सकेनौँ र यो समाजले आज प्रगति गर्न सकेको छैन। हिजोको कारणले आजको समाजको ढोका खाइरहेको छ। विद्यार्थी भाइहरू हल्लामा गएको पछाडि